नमस्कार, नेपाल प्रेस सोसाइटीमा स्वागत छ। म नजिना भण्डारी। आजको प्रसङ्ग सूर्यविनायक नगरपालिकामा अनुगमनको नाममा गैरकानुनी रूपमा 25 लाख भन्दा बढी भत्ता वितरण। सूर्यविनायक नगरपालिकाका वडा नम्बर 1 देखि 10 सम्म सञ्चालनमा रहेका रु 5 लाख भन्दा कम बजेटका योजनाहरूको अनुगमनका लागि गठन गरिएका वडागत अनुगमन समितिहरूबाट गैरकानुनी रूपमा भत्ता वितरण गरिएको खुलासा भएको छ। अर्थ मन्त्रालयद्वारा जारी कार्य सञ्चालन निर्देशिका 2077 को बुधा 7.1.1 अनुसार कार्यालय समय अधिक वा पछिको समय नपरेका बैठकहरूमा बैठक भत्ता दिन नपाइने स्पष्ट व्यवस्था छ। तर निर्देशिकाको उल्लङ्घन गर्दै वडागत समितिका सदस्यहरूलाई अनियमित रूपमा भत्ता वितरण गरिएको देखिन्छ। उपलब्ध विवरण अनुसार वडाहरूले गरेका अनुगमन बैठकहरूको भत्ता शीर्षकमा मात्रै कर बाहेक रु 25,94,400 रुपैयाँ वितरण गरिएको छ। कर समेत जोड्दा उक्त रकम झण्डै 29 लाख रुपैयाँ पुग्ने देखिन्छ। वडा नम्बर 1 देखि 10 सम्मका वडाबाट क्रमशः 9 देखि 48 जनासम्म सदस्य सहभागी भई 6 देखि 100 पटकसम्म बैठकहरू गरिएको देखिन्छ। ती बैठकहरूमा प्रत्येक सदस्यलाई प्रति बैठक रु 1000 दरले भुक्तानी गरिएको छ। योजना रकम 5 लाख भन्दा कम रहेको र सामान्य अनुगमनको नाममा निर्देशिका विपरीत यस्तो भत्ता वितरण हुनु स्थानीय वित्तीय अनुशासनको गम्भीर उल्लङ्घन हो।